यो 220 को क्लच यो नयाँ हालेको अनि त्यसपछि यसलाई सर्भिस गर्न लागेको हामी अनि त्यसपछि यसको यहाँ चेन स्पोक नि नयाँ हालेको चेन चाहिँ पुरै गइसकेको थियो भाइ के गर्न लागेको सर्भिस गर्दैछ ए ल ल के गर्दै हो त त्यो टङ्कीको जुन पुवाल हुन्छ नि यो पुवाल पुरै जान्छ बन्द भइसकेको छ के भइरहेको थियो र यो पाल बन्द भएर पुरै पानी छिर्छ नि यहाँ टङ्की खै पानी कहाँ छ र अनि यहाँ चाहिँ पानी छ पुरै पानी पुवाल ए पुरै पानी रहेछ त यो कसरी भयो त यो यस्तो हुन्छ यो पुवाल चाहिँ पुवर भएर त्यो धुलोले गर्दा यो पुवर हुन्छ त्यसपछि अब वासिङ हुन्छ नि बाइकको वासिङ भएपछि यो पानी यसमा आउँछ ए यहाँ आएपछि अब यो जाने बाटो छ पानीको होइन यो जाम भयो भने यसमा पानी आउँछ ए भनेपछि यो पाल जाम थियो होइन अनि पानी यसमा गएको थियो त्यसले गर्दा पानी चाहिँ यति पानी निस्क्यो है ए अनि यो खोलेसी हुन्छ होइन यो त खोलिसक्यो खोलेसी हुन्छ नि ए ल ठिक छ ल